अब फ्युचरमा के होला के नहोला, तर अब मान्छे कतिखेर मरिन्छ थाहा हुँदैन होइन। अब आमा चाँडै मरिन्छ कि मै चाँडै मरिन्छु के थाहा हुन्छ अरे। तर फ्युचरमा यस्तो चाहिँ अब हुन्छ नि इमेजिनेसन जे होस्, यस्तो चाहिँ केटा पाओस् मैले जसले म मरेपछि पनि मेरो आमालाई चाहिँ सुक्खाले राख्न सकोस् कि दाइ। मलाई त्यस्तै केटा जान्छ कि दाइ। तर अहिलेको जमानामा हल्का गाह्रै छ तर पनि पाइन्छ है पाउँछ कि भन्ने आश छ। जस आश इमेजिनेसन दाइहरू पाइन्छ नपाउन सक्छ। त्यत्रो 500 वर्षमा अलिकति आफ्नै आमालाई एउटा ठिक ठाउँमा राख्न सकोस्। अनि त्यो ठिक ठाउँमा राखेपछि आफ्नो अब हुन्छ नि फ्युचर हस्बेन्ड होस् या जेसुकै होस्, त्यसले पनि मेरो आमाले त्यति माया गरोस् कि नत्र त बिहे नै नहोस् केटा नै नपाओस् मलाई त चाहिँदैन है। स्वार्थी लाग्छ सबैजना। म त लाग्छ नि दाइ, म त कसम लाग्छ। म त जे सबै नि भने जस्तो कहाँ सजिलो छ र। हिजो हजुरले लाइफमा बसेर भन्नुभयो म त्यो घरमा एकछिन पनि बस्न सकिनँ जुठा भाँडा माझेर। त्यो जुठा भाँडा माझ्दाखेरि मेरा यी नुहाङहरू भाँचिन्छन् भनेरको डरले म तुरुन्तै भागेर फेरि यतै आएँ भन्नुभयो। त्यहाँ पनि एउटी आमा छिन् जहाँ तपाईँको आमा जस्तै आमा छिन्। हजुरले त्यो आमालाई पनि त्यस्तै माया गर्नुहोस् त। हजुरको श्रीमानले कति माया गर्नुहुन्छ हजुरको आमालाई। हो मान्छेले भनिन्छ नि जबसम्म मान्छेलाई पुग्दैन हुँदैन तबसम्म गुणगान गाउने हो। जब मान्छेलाई पुग्छ अनि भरिपूर्ण सम्पूर्ण हुन्छ नि तब पछिल्ला दिनहरू मान्छेले बिर्सिँदो रहेछ। हो ठ्याक्कै त्यही भयो। आज हजुरले त्यो लाइफमा बसेर भन्नुभयो नि जुन कुराले मन छुयो, त्यहाँ लगभग 50-60 हजारजना मान्छेले हेरिराख्नु भएको थियो हिजो लाइफमा। तर तपाईँले त्यसो भन्नुभयो, आज साह्रै मन छोयो। ठिकै छ, हजुरहरूको त्यो कुरालाई बिर्सिदिउँ। हजुरहरू नयाँ दम्पत्ति जोडी हुनुहुन्छ, हजुरहरूलाई शुभकामना वैवाहिक जीवनको। हजुरहरू राम्रोसँग आफ्नो जीवन चलाउनु होला। थ्याङ्क यू सो मच। ह्याप्पी म्यारिड लाइफ।